नमस्ते साथीहरू, म तपाईँलाई एउटा यस्तो ऐतिहासिक स्थलमा लैजाँदैछु जसको बारेमा धेरै कमलाई मात्रै जानकारी छ। हामीले इतिहासमा एउटा घटनाको बारेमा निकै पढ्दै सुन्दै आएका छौँ। सन् 1814 जति बेला नेपाल र अङ्ग्रेज बीचको एउटा भयानक युद्ध भएको थियो, नालापानी, जुन हामीले इतिहासमा पढिरहेका छौँ। जुन युद्धको नेतृत्व बलभद्र कुँवरले गर्नुभएको थियो। उक्त युद्धमा थुप्रै नेपालीहरू पनि हताहत भएका थिए, गोर्खा सैनिकहरू। ती सैनिकहरूले युद्ध गरेको स्थल कहाँ होला भन्ने तपाईँहरू सबैलाई लागेको होला। त्यो ऐतिहासिक स्थल अहिले भारतको उत्तराखण्ड स्थित देहरादुनमा रहेको नालापानी किल्लामा पर्छ। आज हामी सपरिवार नेपालबाट त्यहाँ घुम्न आएका छौँ र हामी त्यो महत्त्वपूर्ण स्थलमा अहिले जाँदैछौँ। यो देहरादुनको बजारबाट अलिकति पहाडतर्फ लाग्नुपर्छ केही किलोमिटर। त्यसपछि यो पहाडी बाटो हुँदै हामी त्यहाँ जाँदैछौँ र त्यो ऐतिहासिक स्थलमा हामी पुग्दाखेरि त्यहाँ हामीले एउटा स्मारक देख्न पायौँ। त्यो स्मारकमा त्यो युद्धको बारेमा सम्पूर्ण जानकारी दिएको छ र यो स्मारक भनेको त्यो नेपालको क्याम्प रहेको स्थल हो, जहाँ चाहिँ सेनाको कमान्ड बलभद्र कुँवरले गर्नुभएको थियो। र यहाँ युद्धका लागि सेना निकै कम हुनुहुन्थ्यो, किनभने धेरै महिला बालबालिका सैन्य परिवारहरू हुनुहुन्थ्यो र अङ्ग्रेज सेनाको नेतृत्व रोबर्ट जिलेस्पीले गर्नुभएको थियो र अङ्ग्रेज सेनाले आक्रमण गर्दैछ भन्ने जानकारी पाएपछि नेपालले बिना तयारी यहाँ युद्ध प्रारम्भ गर्नु परेको थियो बाध्यतावश। तर उक्त युद्धमा यति बहादुरीपूर्वक उनीहरू लडे कि त्यो एउटा इतिहासको मिसाल बन्न पुगेको छ। 500 देखि 600 को सङ्ख्यामा रहेका नेपाली सैनिकले, गोर्खाली सैनिकले जब अङ्ग्रेजको युद्धको सामना गरे, उनीहरूको सङ्ख्या 3500 भन्दा बढी थियो। उनीहरूसँग गोला बारुद, तोप, हतियारहरू थिए। उनीहरूले तीव्र रूपमा आक्रमण गरे, तर नेपाली जनताले सेनाको कमान्डमा यसरी बहादुरपूर्वक सामना गरे कि आजसम्म पनि अङ्ग्रेजहरू नतमस्तक छन्। र उनको सम्झनामा यहाँ दुईटा स्तम्भ पनि बनाइएको छ। त्यो अमेरिका सैन्य कमान्डर र नेपालका सैन्य कमान्डर बलभद्र कुँवरको संयुक्त रूपमा पनि बनाइएको छ, सम्मान प्रकट गर्दै। पहिलो युद्ध होला जसमा चाहिँ प्रतिद्वन्द्वीलाई पनि यसरी अङ्ग्रेज सेनाले सम्मान दिएको थियो, किनभने त्यति बेला महिला बालबालिकाहरू आफ्नो कोखमा बच्चालाई बाँधेर युद्धमा होमिएका थिए र थुप्रै वीरतापूर्वक उनीहरूको क्षति पुर्याइदिएका थिए। त्यति बेला अङ्ग्रेजका 750 भन्दा बढी सैन्य मारिए भने 30,000 भन्दा बढी अधिकारीहरू मारिएका थिए भने 1500 भन्दा बढी घाइते भएका थिए। 35 भन्दा बढी अधिकारीहरू पनि घाइते भएका थिए र त्यसमा नेपालले लगभग विजय प्राप्त गर्ने थियो। तर नेपाललाई कसैले घात गरेपछि, नेपाली सेनालाई घात गरिसकेपछि, त्यसको जानकारी दिइसकेपछि तलबाट अङ्ग्रेज सेनाले पानीको पाइपहरू काटिदियो। यो पहाडहरू हेर्न सक्नुहुन्छ, यो पहाडहरूबाट नै नेपालले युद्ध गरेको थियो। माथिबाट ढुङ्गाहरू, तीरहरू, बाणहरू प्रहार गर्थ्यो र तलबाट अङ्ग्रेजहरूले चाहिँ तोप बारुदहरू आक्रमण गर्थे। यो चाहिँ अङ्ग्रेजको क्याम्प रहेको मैदान स्थल हो र यहाँ पानीको पोखरी रहेको छ। यही पोखरीबाट चाहिँ पानीको सप्लाई रोकिदिएपछि र अन्न पानी रोकिदिएपछि धेरै त्यहाँ रहेका नेपालीहरूले चाहिँ भोकै जाने अवस्था देखेपछि करिब अवशेष रहेका 70 जनाहरूले चाहिँ यो स्थल छाडेका थिए र यो युद्ध रोकिएको थियो। यो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ है।